प्रार्थनाको निमित्त त पितालाई करोड करोड धन्यवाद गर्छु म मसीह येशूको नाममा। सर्वप्रथम पिता हजुरलाई अनगिन्ती धन्यवाद अन्तर्हृदयदेखि येशू मसीहको नाममा। आजको यो सुन्दर समय, यो सुन्दर घडी, यो सुन्दर महिमा पिता हजुरकै द्वारा दिनुभयो। पिता हजुरलाई करोड करोड धन्यवाद गर्छु म मसीह येशूको नाममा। पिता परमात्मा हजुरको राज्य जसरी स्वर्गमा आनन्दरी चलेको छ, यो धरतीमा यो महिमामा पनि आनन्द हजुरकै योजना, हजुरकै चाह र हजुरकै शक्ति सामर्थ्यद्वारा चलेको होस्। पिता मसीहमा चलाइसक्नुभयो, धन्यवाद पिता। परम आत्मा परमेश्वर हजुरको नाम जसरी स्वर्गमा पवित्र छ पिता, यो धरतीमा यो माहौलमा पनि यो महिमामा पनि पवित्र होस् पिता। येशूमा भइसक्यो, धन्यवाद पिता। हे सर्वशक्तिमान परम प्रधान परमेश्वर पिता, आज एकदमै हजुरको महिमामा आएको छौँ। जति पनि कष्ट बाधा विघ्नहरू छ, जति पनि समस्याहरू छ, जति पनि खराबी तत्त्वहरू छ, मसीह येशूमा हटाएर एकदमै आनन्द जीवन पवित्र आत्माले सजाउनुहोस् पिता। एकदमै हजुरको बुद्धि विवेक ज्ञान चेतना दिनुहोस् पिता। येशू मसीहमा हजुरले हरेकलाई दिइसक्नुभयो, धन्यवाद पिता। परमात्मा आजको यो महिमा यो जगत हजुरकै बलवानको हातमा सुम्पे 72,000 स्वर्गदूत खडा गरी रक्षा सुरक्षा राख्नुहोस् पिता। मसीहमा राखिसक्नुभयो पिता। परमात्मा हरेकलाई हजुरले एकदमै अनुग्रहको साथमा दैनिकी भोजन दिनुहोस् पिता। पाप अपराधहरू क्षमा गरिदिनुहोस् पिता। जति पनि शैतानको युक्तिहरू विफल भएर हजुरको योजनाहरू परमेश्वर सफल भएको होस्। हजुरको एकदमै वचन एकदम सच्चा छ, हजुरको मार्गहरू एकदमै शुद्ध छ, पवित्र छ पिता। आज त्यो नै होस् पिता। मसीहमा भइसक्यो, धन्यवाद पिता। परमेश्वर पिता, आज जति पनि हुनेछ, जति पनि कार्यहरू हुनेछ पिता, सबै हजुरकै योजना हजुरकै चाहना अनुसार हुनेछ पिता। हरेकले कष्ट बाधा विघ्न समस्याबाट मुक्त भएर शान्ति आनन्दको जीवन पाओस् पिता। येशू मसीहमा पाइसक्यो, धन्यवाद पिता। परमेश्वर पिता, हजुरको राज्य तेजले बढोस्, मेलमिलाप होस्, शान्ति आओस् पिता। यो जगत, यो संसार, यो देश, यो समाज, यो हामी महिमा पिता हजुरले एकदमै योजनामा राखेर महिमित पार्नुहोस् र असुरहरूको पन्जाबाट छुटाएर हजुरको सन्तानहरू पवित्र सन्तानहरूलाई सुम्पिनुहोस् र महिमित पार्नुहोस् पिता। हजुरको जय जयकार होस्, हजुरको राज्य तेजले बढोस् पिता। मसीहमा बढाइसक्नुभयो, धन्यवाद पिता। हे परम प्रभु परम ईश्वर, हजुरको अचूक कृपा हामीमा परोस् र हजुरले प्रतिज्ञा गर्नुभएको उद्धार हामी कहाँ आओस् पिता। मसीहमा सो भइसक्यो, धन्यवाद पिता। हजुरकै जीवित पुत्र खुदमा गुरु येशू मसीह भएरै माग्छु पिता। सदा सर्वदा हजुरकै महिमा, हजुरकै आराधना, हजुरकै पराक्रम र हजुरकै प्रशंसा होस् पिता। मसीह येशूमा भइसक्यो। सबैले बोल्नुहोस् आमेन। सर्वशक्तिमान परमात्मा ईश्वर हजुरलाई अनगिन्ती धन्यवाद।